यो भिडियो बनाउनुको हाम्रो मुख्य उद्देश्य भ्युजको लागि थिएन। हाम्रो उद्देश्य के थियो भन्दाखेरि नेपालमा कृषि गर्ने किसानहरूले कृषि गर्न छोडे र यसरी कृषि गर्ने किसानहरूले कृषि गरेर कृषि उत्पादन प्रोडक्टिभिटी बढाउनु पर्छ र आफू आफ्नो परिवारलाई खाना पुग्ने पहिला आफूले उत्पादन गर्नुपर्छ र त्यसपछि आफ्नो जीविकोपार्जनको लागि चाहिँ नगदे बालीको रूपमा यसलाई मासिक स्केलमा कमर्सियलाइज गरेर पनि प्रोडक्सन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो भिडियो बनाएका हौँ र यो भिडियो बनाउनुको मुख्य उद्देश्य पनि यही नै थियो र यो भिडियो बनाउँदा हामीलाई सजिलो थिएन। भिडियो बनाउनुभन्दा पहिला हामीले धान रोप्दै हिलो खेल्दै सबैलाई चाहिँ पुरै माटो जस्तो बनाएर चाहिँ गर्न खोजेका थियौँ र त्यो हामी गर्न सफल भयौँ। एक दुईवटा त्रुटिहरू पनि थियो होला अन्तिम भिडियोमा। हाम्रो मुख्य उद्देश्य भनेको कृषि गर्नुपर्छ, देश आत्मनिर्भर हुनुपर्छ र त्यसबाट आफूलाई रोजगारी साथै आम्दानीमा पनि अभिवृद्धि हुनुपर्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो भिडियो बनाएका हौँ। हस्, धन्यवाद।